हजुरहरूको कुरा सुन्दा चाहिँ विज्ञानलाई नै पुरा हामीले चुनौती दिने कुराहरू हामीले सुन्यौं। यो विज्ञानलाई नै चुनौती दिने के हो? हाम्रो विज्ञानलाई चुनौती पनि होइन हैन। हामीले के भनेको भने आज समाजमा मानवता हराउँदै गयो हैन। समाजमा एकले अर्कालाई चाहिँ तुच्छ ठान्ने, आफू मात्रै उच्च लेभलको हुँ हैन। अर्को मानव गरिब मान्छे त मान्छे होइन, के अरे रोगी मान्छे त मान्छे होइन हैन। वृद्ध नै हुन्। यस्तो समाजमा एउटा घृणा जाग्दै जानुको पछाडिको के छ त भन्दाखेरि सत्यतालाई नजानेको कारणले आज यो मानवता हराउँदै गएको हैन। हाम्रो विज्ञानलाई चुनौती कदापि पनि होइन, किनकि हामी पनि विज्ञानलाई मान्छौँ। तर विज्ञानलाई मान्छु भन्दैमा जति पनि विज्ञानका कुराहरू जति विकास भएका छन् नि, फेरि त्यति नै विनाश पनि त छन् नि त हैन। अनि हामीले विकास भयो भन्दै खुसी हुनुपर्ने छैन, किनकि विनाश पनि त त्यत्तिकै छन् नि त। त्यही भएर हाम्रो विज्ञानलाई चुनौती होइन, हामीले विज्ञानलाई पनि मान्छौँ, हामीले विज्ञानलाई पनि सपोर्ट गर्छौँ। तर एउटा कुरा के हो भने हाम्रो के हो भने जस्तै विज्ञानले चाहिँ के गर्छ नि, यो कुर्सी टेबल कसरी बन्यो भनेर त्यति मात्र खोज्छ भने हामी चाहिँ परमात्मासँग कसरी जोड्ने भनेर खोज्छौँ। फरक त्यति मात्र। हाम्रो खोजी ईश्वरसँग जोड्नु हो, न धर्मसँग जोड्नु हो, न जातसँग जोड्नु हो, न कुनै समुदायसँग जोड्नु, कुनै न लिङ्गसँग जोड्नु। हाम्रो खोजी भनेको बस मानवता हराउन खोज्यो है। अब धार्मिक लडाइँ लड्नु